नमस्कार मित्रहरू, आजको रोमाञ्चक कथामा तपाईहरू सबैलाई स्वागत छ। मेरो नाम सोनाली हो र म 20 वर्षको भए। यस कथामा म तिमीलाई बताउन गइरहेको छु कि कसरी मेरो भिनाजुले मलाई आफ्नो काखमा राखेर मलाई जिउँदै स्वर्ग देखाउनुभयो। म हेर्दा सुजी र धेरै सुन्दर पनि छु। त्यसैले भिनाजुले मलाई धेरै आरामले आफ्नो बोतलमा राख्नुभयो। दिदी गर्भवती भएकोले म पहिलो पटक दिदीको घरमा बस्न गएको थिएँ र दिदी 8औं महिनामा थिइन्, तर भिनाजुले पनि सोचेनन् म उनको साली हुँ र अहिले सानै छिन्। तर इमानदारीपूर्वक भन्नुपर्दा मलाई पनि धेरै आनन्द लाग्यो। मेरो दिदी र भिनाजु सहरमा बस्छन् र बाँकी परिवार गाउँमा बस्छन्। भिनाजुले कुनै सहरको निजी कम्पनीमा जागिर पाएका थिए, जसका कारण उनले गाउँ छाड्नु परेको थियो। मेरी दिदीको बिहे भएको 2 वर्ष भइसकेको थियो र अब आमा बन्न लागेकी थिए। दिदी अहिले 8औं महिनामा छिन्, त्यसैले डाक्टरले उनलाई काम गर्न रोक लगाएका हुन्। दिदीको पट्टीका कारण भिनाजु धेरै चिन्तित हुनुहुन्थ्यो किनकि उसले घरको धेरैजसो काम र जागिर पनि सम्हाल्नु पर्थ्यो। एक दिन दिदीले घरमा फोन गरेर आमालाई आफ्नो समस्या सुनाइन्। आमाले भन्नुभयो, तिमी यति सानो कुरामा किन चिन्तित हुन्छौ? तिमी चाहन्छौ भने म सोनालीलाई तिमी कहाँ पठाउँछु। उनले 1-2 महिना तिम्रो हेरचाह गर्नेछिन् र घरको काम पनि गर्नेछिन्। दिदीले तुरुन्तै आमाको कुरामा सहमति जनाइन् किनभने उहाँले फोन गर्नुभएको थियो। तर मलाई थाहा भएकोले दिदीको घर जान तयार भएन। म उसको ठाउँमा गएँ भने त्यसपछि भिनाजुले मलाई छोड्दिनन्। फोनमा पनि मलाई जिस्काउने गर्थे र अश्लील कुरा गर्थे। सुरुमा म सबै कुरा ठट्टामा लिन्थे, तर अहिले भिनाजुले आफ्नो हद नाग्न थालेका छन्। मैले आउन नमान्दा दिदीले मलाई फोन गरेर बुझाउनु भयो र अन्ततः म राजी हुनु पर्यो। दिदीले मलाई भन्नुभयो, भोलि तिम्रो भिनाजु तिमीलाई लिन आउनेछ। त्यसैले बेलुका भिनाजुको फोन आयो र उनले खुसी हुँदै सोधे, सोनाली, के तिमी साँच्चै हाम्रो घर आउँदैछौ? मैले भने, आउँदैछु। बिहान दिदीले मम्मीलाई फोन गरेकी थिइन् र म त्यहाँ गएर सेवा गर्न चाहन्छु। भिनाजुले भन्नुभयो, यो त धेरै खुसीको कुरा हो। तपाईँ तयार हुनुहोस्, म भोलि नै तिमीलाई लिन आउँदैछु। केही सोचेर मैले भिनाजुलाई भने, भोलि नआऊ, पर्सि आउनुस्। मैले भनेको सुनेर भिनाजु अलि चिन्तित भए। फेरि भने, सोनाली तिमी किन यसरी भन्छौ? आज म तिमीलाई लिन आउन लागेका थिएँ, तर तिम्री दिदीले मलाई रोकिन्। अब म केही सुन्ने छैन। भोलि तयार भइहाल्नुस्। भिनाजु जिद्दीमा अडिग हुनुहुन्थ्यो, त्यसैले म अलि नरम भएँ। भिनाजुलाई बुझाउँदै मैले भने, भिनाजु, भोलि मेरो कलेजमा एउटा ठुलो समारोह हुन लागेको छ र म मिस गर्न सक्दिन। भोलिको मात्रै कुरा हो, पर्सि जान्छु। भिनाजुले मसँग सहमति जनाउनुभयो। ठिक छ, राम्रो, म तिमीसँग सहमत छु, तर भोलि तयार रहनुहोस्। मलाई पर्सि कुनै नयाँ बहाना चाहिँदैन। भोलिपल्ट समारोह सकेपछि भिनाजु मलाई लिन आउनुभयो। उहाँ आउनुअघि नै म नुहाएर तयार भए र जिन्स र कुर्ती लगाएको थिएँ। भिनाजु केही बेर बुबाको नजिकै बसे र केही बेर कुरा गरेर भित्र पसे। भित्र आएपछि उसले मलाई भेट्यो र सधैँ झैं मसँग हात मिलायो। भिनाजुको यस्तो व्यवहारमा आमाले खासै ध्यान दिनुभएन किनभने भिनाजुले मलाई पटक पटक ठट्टा गर्छ भन्ने थाहा थियो। उसले मलाई शिरदेखि पाउसम्म हेरेर भन्यो, सोनाली तिमी निकै कमजोर भइसकेकी छौ। तर केही छैन, केही दिन मसँग बसेपछि तिमी पनि दिदी जस्तै बन्छौ। भिनाजुको यस्तो कुरा सुनेर म सधैँ झैं हाँस्न थाले किनकि भिनाजुले के कुरा गरिरहेको छन् भन्ने थाहा थियो। त्यसपछि मैले आमालाई पनि आवाज दिए भिनाजुलाई डराउनको लागि। मैले भने, आमा हेर्नुस्, भिनाजुलाई हेर, मलाई कसरी जिस्काउँदैछन्। उहाँहरू मलाई दिदी जस्तै बनोस् भन्ने चाहनुहुन्थ्यो, तर मेरी आमाले मैले भनेको कुरामा ध्यान दिनु भएन र सदाझैं भिनाजुलाई साथ दिन थाल्नुभयो। हामी सबै सँगै बसेर खाना खायौं र हतार हतार गयौं, किनकि दिदी घरमा एक्लै थिइन्। जाने बेलामा आमाले दिदी र भिनाजुलाई कति पनि दुःख नगर्नु भन्नुभएको थियो। म तिमीबाट कुनै गुनासो चाहन्न र दिदीको राम्रो हेरचाह गर्नु। उसलाई हैरान गर्न म गाडीको पछाडिको सिटमा बसे। भिनाजुले आमाको अगाडि केही बोलेनन्, तर केही बेर गाडी चलाएर गाडी रोकेर सोनाली अगाडिको सिटमा आऊ भने। मैले अस्वीकार गरेँ र बोलिन। भिनाजु, म पछाडि ठिक छु। त्यसैले भिनाजुले हाँस्दै भनिन्, तिमी सन्चै छौ, तर मेरो ख्याल गर्नु पर्यो सालीजी। यसरी पछाडि बसिरह्यो भने कसरी कुरा गर्ने? तिमी अगाडि आयौ भने मेरो पनि समय बित्छ र यो यात्रा अलि सजिलो हुनेछ।
मैले भिनाजुलाई गाली गर्दै भने, म तिम्रो सबै चाल बुझ्छु। तपाईको मनमा के चलिरहेको छ मलाई राम्ररी थाहा छ। तपाई धेरै बिग्रेको छौ। म तपाईको बारेमा दिदीसँग गुनासो गर्छु। मेरो कुरा सुनेर भिनाजु अलि उदास भए, त्यसैले म पनि अगाडिको सिटमा गएर बसे। गाडी चलाउँदा भिनाजुले मलाई बारम्बार हेरिरहनु भएको थियो र भिनाजुले मलाई अगाडिको सिटमा बोलाउनुको कारण बुझेको थिए। मैले मुस्कुराउँदै भने, भिनाजु, अब सावधानीपूर्वक गाडी चलाउनुहोस्। तपाईले मलाई घरमा पनि देख्न सक्नुहुन्छ। भिनाजु पनि मुस्कुराउन थाल्यो र भन्यो, सोनाली, त्यस्तो केही छैन। तर सत्य यो हो कि तिमी आफ्नो बहिनी भन्दा धेरै सुन्दर छौ। तिमी जसको पत्नी बन्छौ त्यो व्यक्ति साँच्चै भाग्यशाली हुनेछ। मैले हाँस्दै भिनाजुलाई जवाफ दिएँ। अरे भिनाजु, अब यति धेरै झुट नबोल्नुस् र यी सबै झुटो प्रशंसा दिएर सालीसँग सेटिङ बनाउन खोज्दै हुनुहुन्छ भने मनबाट यी सबै विचार हटाइदेऊ। किनकि म तपाईलाई राम्ररी चिन्छु। तपाई बाहिरबाट जति महान देखिनुहुन्छ, भित्रबाट त्यति नै शरारती। मेरो सबै कुरा सुनेर भिनाजु हाँस्न थाल्नुभयो र भन्यो, ठीक छ, म चुपचाप बस्छु। तर तिमी आफ्नो दिदी भन्दा पनि झन् राम्री छौ। भयो, अब झुटो तारिफ नगर्नुस्। तर इमानदारीपूर्वक भन्नुपर्दा मलाई उहाँको मजाक गर्न पनि मन पर्थ्यो। उहाँ हेर्दा पनि धेरै स्मार्ट थिए। उहाँ लगभग 30 वर्षको थिए, त्यसैले उहाँ धेरै बुढो देखिँदैनथे। उहाँ एकदमै न्यानो स्वभावको हुनुहुन्थ्यो, त्यसैले उहाँसँग थाहा पनि थिएन। यसरी कुरा गर्दै गर्दा बाटो कहिले बित्यो पत्तै भएन। सहर पुगेपछि भिनाजुलाई धम्की दिए, चाट पापडी नखाई मलाई घरमा लग्न पाइदैन। भिनाजुले भन्नुभयो, हे, मैले कहिले अस्वीकार गरे। म तिमीलाई चर्चित गोलगप्पा र चाट पापडी खुवाउँछु भन्ने चाट पापडी खान गए। मलाई गोलगप्पा मन पर्छ भनी सम्झना देखेर म धेरै खुसी भएँ। यसपछि हामी दिदीका लागि फलफुल र तरकारी किन्न गयौं। जब हामी घर पुग्यौं, दिदी बाहिर हिँडिरहेकी थिइन्। मलाई देखेर उनी निकै खुसी भइन् र मलाई अँगालो हालिन्। दिदीले घर बाहिर भिनाजुको कक्षाको आयोजना गरिन् र भनिन्, दिउँसो आइपुग्छु भन्नुभएको थियो। तर राति हामी आए। हामी सबै भित्र पस्यौं र दिदी र भिनाजुको लागि फलफुल काटिसकेपछि भिनाजुले नुहाएपछि मैले पनि नुहाएँ, किनभने दिनभरको यात्रापछि हामी दुवैजना थकित भइसकेपछि भान्सा कोठामा आएर सबै सामान छरपस्ट भएको देखेँ र गत महिनाको घरको सरसफाई भएको थिएन। सबै सफाई गरेपछि म रोटी बनाएर तरकारी बाहिरबाट अर्डर गरेँ। मैले दिदीलाई खाना दिएर उनको नजिकै बसेँ। त्यसपछि दिदीले मलाई भन्नुभयो, भिनाजुलाई पनि खाना खान देऊ। यदि खाना चिसो भयो भने तिमीले यसलाई पुनः तताउनु पर्छ। जब म बोलाउन गएँ, भिनाजु कसैसँग कुरा गरिरहेको देखेँ। करिब 5 मिनेटपछि उसले फोन काट्यो र मलाई भन्यो, के भयो सोनाली, तिम्रो बहिनीलाई फेरि चक्कर आयो। मैले भने, भिनाजु, अब दिदीको चिन्ता नगर। तपाई खाना खान आउनुहोस्। भिनाजुले भने, पहिले अनितालाई खुवाऊ किनभने उनको औषधि खुवाउनु छ। खाना ढिलो आयो भने औषधि पनि ढिलो हुन्छ। भिनाजु तल आउन नचाहँदा मैले उसको हात समाएर तल ल्याएँ। मेरो आग्रह मानेपछि उहाँ भान्सा कोठामा खाना खान बस्नुभयो र मलाई पनि उहाँसँग खाना खान लगाइदिनुभयो। उसले मलाई पहिलो गाँस खुवायो र दोस्रो गाँस आफैले खायो र यसरी उसले मलाई आफ्नै हातले खुवायो। खाना खाइसकेपछि दुध तताएर दिदीलाई दिए र भिनाजुले सबै औषधि दिए। त्यसपछि हामी कोठामा बसेर कुरा गर्न थाल्यौं। कुरा गर्दै गर्दा कहिले निदायो पत्तै भएन। बिहान भिनाजुले उठाउँदा दिदी मेरो छेउमा सुतेकी थिइन् र भिनाजुले हामी दुवैका लागि चिया बनाएर राखेका थिए। मैले भिनाजुलाई भने, अरे, तपाईले मलाई बिल्झाएको भए हुन्थ्यो ए। मलाई कसैले आवाज दियो भने म तुरुन्तै उठ्छु। चिया बनाएर भिनाजु नुहाएर अफिस जान तयार हुनुभयो। दिदीले मलाई उहाँको लागि खाना प्याक गर्न भनिन्, नत्र सधैँ झैँ बाहिरबाट खाना खानुपर्छ। मैले हतार हतार नुहाएर भिनाजुका लागि खाना तयार गरेँ। केही समयपछि भिनाजु भान्सामा आएर मलाई भन्नुभयो, सोनाली, दिदीको ख्याल गर र समयमै सबै औषधि दिनु, किनकि आज मलाई फर्किन अलि ढिलो हुनेछ। मैले भिनाजुलाई जिस्काएर भने, आज किन कसैसँग डेटमा जाँदैछौ? त्यस्तो केही छैन, आज राति हाम्रो हाकिमको बर्थडे पार्टी हो। अनि तिम्रो दिदीसँग पनि पार्टीमा जाने अनुमति लिएको छु। त्यसपछि भिनाजु अफिस गयो र मैले भिनाजुले भने अनुसार घरको काम गर्न थाले। ऊ साँच्चै धेरै ढिलो थियो। दिदीलाई खुवाएपछि सबै औषधि पनि दिए। यति धेरै औषधि खाएपछि दिदी छिट्टै गहिरो निदाइन्।
दिदी सुतेपछि बिनाजु औला भनेर पर्खन थाले। धेरै बेर पर्खिएपछि म नुहाउन गए र दिदीको साडीमा टाइमपास गर्ने प्रयास गर्न थाले। मलाई बाल्यकालदेखि नै साडी लगाउन मन पर्थ्यो र दिदीको रातो रङको साडी मलाई निकै राम्रो लाग्थ्यो। साडी लगाएर धेरै बेर नाच्दै टाइमपास गरिरहेँ। त्यसपछि मैले साडी फुकालिरहेँ। त्यत्तिकैमा ढोकाको घन्टी बज्यो र बिनाजु आएको थाहा भयो। म हतार हतार ढोका खोल्न गएँ। मैले ढोका खोल्ने बित्तिकै बिनाजु रक्सी मातेको देखिन्थे। मलाई साडी देख्ने बित्तिकै बिनाजुले भनिन्, अनिता तिमी अहिलेसम्म किन सुतेको छैनौ? उसले मेरो काँधमा हात राखेर मलाई सहारा लियो। त्यसपछि मैले पनि उसलाई केही भनिन र बिस्तारै उनको कोठामा ल्याएँ। मैले उसलाई कोठामा ल्याएँ र ओछ्यानमा बसाएँ। अनि भनी, बिनाजु तपाईँ केही बेर यही बस। म तिम्रो लागि खाना ल्याउँछु। म जान लाग्ने बित्तिकै बिनाजुले मेरो हात समातेर मलाई आफ्नो तर्फ तान्यो अनि भन्यो, प्लिज अनिता आज मलाई अस्वीकार नगर। अब बिनाजुले मलाई साडीमा अनिता दिदीको रूपमा हेरिरहनु भएको थियो भन्ने कुरा मैले राम्ररी बुझेँ। मैले फर्केर भने, बिनाजु तपाईले मलाई गलत बुझ्दैछौ, म सोनाली हो अनिता होइन। तर मातेको अवस्थामा बिनाजुले मेरो एक शब्द पनि सुनेनन् र पछिल्ला 3-4 महिनाको भोक मेटाइदिनुभयो। बिहान सधैँ झैँ बिनाजु म भन्दा अगाडि बिउजिएका थिए। म उठ्ने बित्तिकै उसले मलाई उठाएर भन्यो, के भयो सोनाली, सन्चै हुनुहुन्छ? म निद्रामा। उसले यति मात्र भने कि बिनाजु, मलाई केही बेर सुत्न दिनुहोस्। मलाई देखेर बिनाजुले मादक पदार्थ सेवन गरेर केही गल्ती गरेको होला। म उठ्नु अघि उसले मेरो लागि चिया बनायो। आज उसले दिदीलाई सोधिन पनि किनकि उ मलाई उठ्ने कुर्दै थियो। म राति आफ्नो कोठामा सुतिरहेको छु भनेर दिदीलाई थाहा होला कि भन्ने डर थियो। कोठामा आउने बित्तिकै उसले मलाई चिया दियो र फेरि भन्नुभयो, सोनालीलाई साँचो भन, तिमी सन्चै छौ? म आज धेरै तनावमा छु। तर बिनाजुले भनेका कुनै पनि कुराको जवाफ दिइन र मुख निहुराएर बसिरहे। त्यसपछि बिनाजुले फेरि भन्नुभयो, प्लिज सोनाली, केही बोल, यसरी चुपचाप नबस। मैले यति मात्र भने, बिनाजु, मलाई थाहा थिएन कि तपाईले मसँग यस्तो केही गर्न सक्छौ। अनि यति भनिरहँदा मेरो आँखाबाट आँही आयो। मेरो मुखबाट यो सुनेपछि बिनाजुले मादक अवस्थामा ठुलो गल्ती गरेको बुझे र त्यसपछि बिनाजु मेरो खुट्टामा परेर माफी माग्न थाले। उसले भन्नुभयो, प्लिज मलाई माफ गर, म त्यसबेला होसमा थिइन र मातेको अवस्थामा थिएँ, मलाई थाहा छैन के भयो। तिमी मलाई मार वा कडा सजाय दे। तर यसबारे आफ्नो दिदीलाई केही नभन किनभने यदि उनले थाहा पाइन् भने मलाई कहिल्यै माफ गर्ने छैनन्। हैन तपाईँ चिन्तित नबन्नुस्, कसैलाई नपरोस् र म यति पागल पनि छैन कि यी सबै कुरा दिदीलाई सुनाऊ। तपाईँ र दिदीको सम्बन्धमा कुनै बिग्रोस् भन्ने म कहिल्यै चाहन्न। हिजो जे भयो त्यो ठिक थिएन। बिनाजुले भने, तिमी आफ्नो झोला छिटो प्याक गर। म तिमीलाई गाउँ छोडेर आउँछु। मेरो कारणले तिम्रो भविष्य बिग्रिन सक्छ। मैले बिनाजुलाई भने, त्यसको कुनै आवश्यकता छैन, तर तपाईँ मलाई बाचा गर्नुहुन्छ। अब रक्सी कहिल्यै छुने छैन। बिनाजुले भने, सोनाली, कसम खान्छु, म रक्सीलाई पनि हेर्दिन। यसैबीच दिदीले फोन गरिन्, साली र भाउजूको जुको कुरा सकिसकेका छौ भने चिया दिनुहोला। दिदीको कुरा सुनेर हामी दुवै हाँस्न थाल्यौं र बाहिर निस्कियौं। तपाईलाई यो कथा कस्तो लाग्यो कमेन्ट गरेर जानकारी दिनुहोला। यदि तपाईलाई यो कथा मन पर्यो भने लाइक गर्नुहोस् र आफ्ना साथीहरूसँग पनि शेयर गर्नुहोस्। यस्तै रोमाञ्चक कथाहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र आफ्नो परिवारको ख्याल राख्न नबिर्सनुहोस्।